हजुरहरूलाई मेरो सानोबाट फेरि मेरो नयाँ ब्लगमा एकदम वेलकम गर्दै र आज चाहिँ हामी चाहिँ कहाँ जाँदैछु भने म र आमा चाहिँ कालिम्पोङ जाँदैछु नानाकोमा हो। सानो काम भएर अहिले चाहिँ हामी रेडी हुँदैछु, आमा पनि उताबाट रेडी हुँदैछ र अहिले चाहिँ हाम्रो अलिक टाइम ढिलो भएको जस्तो लाग्यो र अहिले चाहिँ हामी छिटो तयारी हुँदैछ म र आमा चाहिँ। गाडी यहाँनिर ड्राइभर चाहिँ कता गएछ आज यहाँको? ड्राइभर त यहाँबाट लुकिरहेको रहेछ नि त ऊ ड्राइभर त अम्लेस गाडीमा लुकिरहेको रहेछ। म त गाडी त लैजाउँ म भन्दै थिएँ कालिम्पोङ गएको। खै एकपल्ट चलौँ म सामान यहाँ हाल्नु ड्राइभर दामी बनाएको गाडी त यो हाम्रो यही हो, लोकल गाडी हो यो चाहिँ। यहाँ हो स्ट्रिङ हो यता ओह्रालो मात्रै आए आयो भएर बेलुका। म त त्यही त ड्राइभर कता गएछ हामी राजु ड्राइभर। यस भन न अन्त कता यस दादाको भ्लगलाई एकदम सपोर्ट गर्नु होला भन न। यता हेर न भनेन हौ भन्नु हुँदैन, भाइरल हुन्छ ल, भाइरल हुन्छ अरे हौ हाम्रो वाङछु भाइले। ल बस ल भएर आइहाल्छ। घरबाट निक्ल्यौँ म र आमा चाहिँ माथि पढेकोमा साग टिप्ने अरे नि त कि अलिअलि आमाले अगाडि जाँदैछ। अलिक हामी ढिलो पनि भइरहेको छ हो, घरबाट ढिलो निक्ल्यो र अघि नै ड्राइभरलाई फोन गऱ्यो हामीले आउँदैछु भनेर हो। अन्त नानालाई त अलिक साग लगिदिने भनेर चाहिँ आमा माथि साग टिप्ने अरे नि त। र आज हाम्रो मानिस पनि खुसी भइरहेको छ हामी जाँदा चाहिँ हो, आज छुट्टी पनि हो उसको। अन्त हामी चाहिँ फर्किहाल्ने बेलुका हेरौँ म अब गएपछि के हुन्छ, बस्छ कि फर्किनुहुन्छ। र फर्किनुपर्छ किनकि घरमा पनि भक्कु काम हुन्छ हो, त्यही भएर पापा पनि एक्लै हुनुहुन्छ। हामी चाहिँ अब के गर्ने यस्तै छ हिँड्नै टाढो गाडीहरू त्यही अब टिसारो गाउँमा आउँदैन, आउनु त आउँछ तर अब अलिक फरिल गाडीहरू मात्रै आउँछ हाम्रोतिर, सानो गाडीहरू पनि आउँछ तर अब पेसेन्जर गाडी चाहिँ आउँदैन। फाल्टु हुन्छ यो चाहिँ। हामी माथि बडीकोमा आइपुग्यौँ, यहीँबाट साग टिपेर लाने बडीकोमा। खतरा खतरा कुकुरहरू छ त मजाको फुलिरहेको छ बडीकोमा। यहाँनिर कोल अर्ग्यानिक साग यही हो, यतिकै हाल्नु धुप्पीहरू त मजाको छ। यहाँ लन्डन पाइन, यो चाहिँ गोल्डन पाइन हो। यहाँ बडीकोमा अर्किडहरू पनि रहेछ फुलिरहेको छ मजाको। आमा चाहिँ अगाडि हिँड्दै हुँदैछ। अब सागमा हामीले साग पनि हालिहाल्यौँ नानालाई। अब एकदम गाउँको अर्ग्यानिक लोकल अर्ग्यानिक साग बनाएर एकमा एक झोला पारेर हालिलिउँ। अब यति नै हो। छोरा पनि भ्लगर, आमा पनि भ्लगर हो। अन्त अब के गर्नु, अब यस्तै रहेछ जिन्दगी, भ्लगरले नै काम चलाउनु पऱ्यो हो। यहाँ आमाले पनि भ्लग बनाउँदैछ यहाँनिर हो। अन्त पैसा चाहिँ अब फेसबुकबाट आएर चाहिँ अब टम भइसक्यो, भित्र कहाँ राखौँ भइसक्यो। ब्याङ्क एकाउन्ट पनि होइन पुरै फुल, ब्याङ्कको मान्छेले पनि पैसा राख्ने जग्गा छैन अब तिमीहरूको लागि भन्दैछ नि त। अहिले चाहिँ पैसा पुरा भइसक्यो र त्यो फेसबुकबाट आएर अब आमाको पनि त्यत्तिको आउँछ, मेरो पनि त्यत्तिकै आउँछ। अब के भन्नु, दुःखै छैन हाम्रोमा त। चाहियो भने यसो भन्दै कमेन्टतिर हालिदिउँ ला दुःख सुख, फेरि यसमा चाहिँ होइन फेरि सापट ल। अहिले चाहिँ हामी माथि गाउँमा आइपुगिरहेको छौँ, गाडी पर्खिरहेको छु म। गाडी चाहिँ आएको छैन, हामी कालिम्पोङ जाने गाडी हो। र अहिले चाहिँ मलाई चाहिँ गरम पनि भएको किनकि ज्याकेट लगाइरहेको छु नि त कि। अब ज्याकेट लगाएन भने चाहिँ अब यहाँनिर अलिक हात सुकाएको छ हो, त्यही भएर चाहिँ ज्याकेट लगाएको छु। तर गरमले चाहिँ मलाई पुरा गरम भयो। यहाँ माथितिर हो, यहाँ चाहिँ लाम्चोतिरहरू भन्छ गाउँ चाहिँ हो। यहाँ चाहिँ कसको घर पो हो? यहाँ चाहिँ भैया बस्छ है अहिले। यहाँ चाहिँ भैया बस्छ, माछा बेच्ने भैयाहरू बस्छ यहाँनिर चाहिँ हो।
अनि हामीतिर रासिनहरू आउनु पर्ने हुन्छ यहाँ माथितिर आउँछ रासिनहरू यहाँ माथितिर साइडमा र अहिले हामी चाहिँ गाडी चाहिँ यताबाट आउँछ गाडी चाहिँ होइन यो रोड पनि अहिले राम्रै रोड छ माथिदेखिको यस्तो गोलाइ छ होइन त्यो माथि निक्लिन्छ अहिले तपाईँलाई म देखाउँछु जाँदाखेरि होइन यो रोड पनि हामी चाहिँ हाम्रोपट्टि जाने रोड चाहिँ यहाँ तर यो रोड चाहिँ आधी बाटोसम्म मात्रै छ पहिरो गएको कारणले चाहिँ जाँदैन उता अलिक तल्लो रोड भएर चाहिँ हामी हाम्रो गाउँ जान्छ यो हामी कालिम्पोङ जाने गाडी हो अब होइन भेना पर्छ हाम्रो चाहिँ ड्राइभर चाहिँ फेरि हो अन्त मरा भेना चाहिँ यहाँ साइन्स सिटी आइरहेको छ यहाँनिर माथि कालिम्पोङ साइन्स सिटी मजाको गर्छ यो चाहिँ ए बल परेछ यस्तोहरू रहेछ खेल्नेहरू नानीहरू मात्रै रहेछ भित्र चाहिँ अर्थ घुम्दै रहेछ पुरा त्यहाँ बस्न आँटेको भुलभुली यहाँ अरे कता गयो होइन ए त्यता रहेछ म त भेना चाहिँ भित्र जाँदैछु हो हिँड्दैन ए भित्र र अहिले हामी साथी हामी चाहिँ अहिले म र भेना चाहिँ सिटी सेन्टर आइरहेको छु माथि हो यहाँ माथि हेर्नु यस्तो प्यारासुट यता पनि चाहिँ एउटा चाहिँ माथि हाइटमा छ चिलहरू चाहिँ देखिरहेको छ त भेना चाहिँ आउँदैछ अगाडि यतापट्टि चाहिँ यहाँ पनि मजाको डाँडा रहेछ ड्राइगनहरू साथी यहाँ मजाको पार्क छ यहाँ सिटी सेन्टर यहाँनिर यता पेदुङ जाने साइडमा चाहिँ यहाँबाट कता त ल्यान्ड गराउँछ क्या प्यारासुट यहाँ पछि जङ्गलभित्र चाहिँ अघि त्यहाँनिर चाहिँ बनाउँदै थियो नि त उडाउने जग्गा चाहिँ यहाँ पछाडि चाहिँ यतापट्टि यो रुखघाटको फेरि पछाडि यो चाहिँ भर्खर उडेको कि अहिले हाइटमा गएको छैन यो चाहिँ अघि नै उडेको माथिको चाहिँ ल्यान्ड गर्दै नि अन्त खतरा ल्यान्ड गरिदिने हो अन्त मजाले गरिदियो एकैतान छ्याप्पै राखिदियो अन्त अब यो चाहिँ एउटा अर्को चाहिँ गयो त उतै गएको जस्तो लाग्यो त नि अझै 3टा उडेको नि त ए यहाँ 2टा रहेछ देखेको थियो